नमस्ते, मेरो नाम पुष्कर खाँ ठकुरी। म अहिले 19 वर्षको भए र म कास्की जिल्लाबाट हो र यस माइती गोर्खा ट्रेनिङ सेन्टरमा आएको म 7 महिना भएको छ र गुरुजीहरूको राम्रो गाइडेन्स र मायाले गर्दा र साथै मैले गरेको मेहनतले गर्दा म पहिलो एटेम्पमै फाइनल सिलेक्सनसम्म पुग्न सफल भएको छु र म चाहिँ पोखरामा जन्मेको हुनाले र मानिसहरू ब्रिटिस आर्मी बन्ने सपना देखेर र उहाँहरूले गरेको मेहनत र अनुशासन देखेर चाहिँ मलाई नि ब्रिटिस आर्मी हुन मन लाग्यो र ब्रिटिस आर्मी भयो नि मैले विभिन्न सेवा सुविधाहरू पाउनेछु जुनले गर्दा मेरो भविष्य उज्जवल हुनेछ र आशा छ म भर्ती हुनेछु भन्ने र साथै म माइती गोर्खा ट्रेनिङ सेन्टरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु स्पेसल्ली कृष्ण दाइलाई मिलन गुरुजीहरू सबैलाई र उहाँहरूले गर्दा नै म यस्तै फर्स्ट एटेम्पमै यहाँ पुगेँ र मलाई एकदम गर्व छ र कोही पनि कुनै ट्रेनिङ सेन्टर खोजीमा हुनुहुन्छ भने माइती गोर्खा ट्रेनिङ सेन्टर आउन सक्नुहुन्छ यहाँ राम्रो छ सबै कुरा प्राइजहरू पनि एफोर्डेबल छ र साथै गुरुजीहरू पनि एकदम फ्रेन्डली हुनुहुन्छ र यहाँ ट्रेनिङ पनि एकदम राम्रो छ धन्यवाद हजुर सर Yes, sir. Video. हजुर सर. Stand by. Go. Bye, let's go. Yes. ओके पुष्कर खाँ ठकुरी भाइ कास्कीबाट तिमी पहिलो वर्षमै नाम निकाल्न सफल भयो र यो यङ एजमै तिमीले डोको हान्न पाएको छौ यो डोको टेस्टको लागि कतिको इन्ड्युरेन्स कतिको गाह्रो के हुँदो रहेछ यसो हामीलाई सेयर गर न हुन्छ मैले त डोको कहिले पुगेको थिइनँ यहाँ चाहिँ फर्स्ट टाइम पुगेको हो एकदम गाह्रो भएको थियो त्यही पनि जस अलि ट्रेनिङले गर्दा अलि इम्प्रुभ भइरहेको छ राम्रो भएको छ ओके तिम्रो टाइमिङ कति छ नि मेरो बेस्ट टाइमिङ चाहिँ 37 मिनेट 03 सेकेन्ड छ जोस् राम्रै छ टाइमिङ हैन हजुर ओके सो अनि सबभन्दा सुरुमा हान्दाखेरि कतिमा हान्थ्यौ सुरुमा 42 मिनेट 42 मिनेट है भनेपछि धेरै नै इम्प्रुभ गरेछौ यस्तो भास्ट इम्प्रुभमेन्ट चाहिँ के कारणले आएको होला यसमा चाहिँ मैले सुरुमा चाहिँ बेलुका पनि डोगेर सिडीमा ट्रेनिङ गरेको थिएँ तर त्यति बेला ट्रेनिङ गर्दा चाहिँ टाइम गाउनु इम्प्रुभ आएन पछि चाहिँ रिकभरीमा पनि ध्यान दिएँ त्यही भएर इम्प्रुभ आयो भनेपछि रेस्ट एकदम इम्पोर्टेन्ट छ हैन हजुर ओके थ्यांक यू भाइ थ्यांक यू पोज स्टार्ट नाम लगाडी आयो पोज देऊ न टक्क गरेर भयो